हाम्रो यात्रा चाहिँ आज ट्याक्कसँगले ऐसोलो खर्क गाउँपालिकाको केन्द्रदेखि यो माथि देखिएको चाहिँ यो माथिको डाँडासम्म हुँदैछ र हामी त्यहाँबाट चाहिँ विशेष गरी हिमालय श्रृङ्खलाको चाहिँ अवलोकन गर्नेछौँ। अहिले हामी देउरालीमा आइसकेका छौँ। दामी रहेछ ठाउँ चाहिँ होइन। यो ठाउँ त आउनु त पहिले पनि आएको हो म चाहिँ, तर पहिले भिडियो लिएको थिएन, अहिले लिएँ। ऐसोलो खर्क गाउँपालिकाको देउराली भन्ने ठाउँको गुम्बा हो यो। ल देउरालीको मेन माथि देउराली डाँडामा आइपुगेका छौँ। दामी हिमाल देखिन थालेको छ अब। सगरमाथा त्यही हो क्यार नि, सगरमाथा उमोरी कुन हिमाल हो भन्नु न। उति छ त हिमाल चाहिँ है, उति छ त नि उमोरी हिमाल उडेरै पुगिन्छ। यति बेला चाहिँ हामी खोटाङ जिल्ला र सोलुखुम्बु जिल्लाको सिमाना देउराली भन्ने ठाउँमा छौँ र जुन यो चाहिँ ऐसोलो खर्क गाउँपालिका, खोटाङ जिल्ला अन्तर्गत ऐसोलो खर्क गाउँपालिका र यो सोलुखुम्बु अन्तर्गत थुलुङ दुधकोशी गाउँपालिका देख्न सक्नुहुन्छ। यो देखिएको सोलुखुम्बु साइड हो भने यतापट्टि देखिएको चाहिँ ऐसोलो खर्क गाउँपालिका खोटाङ साइड हो है दाजु। यो सबभन्दा देब्रेपट्टि ठुलो हिमाल देख्नु भएको त्यो चाहिँ नुम्बुर हिमाल, त्योसँगै जोडेको अल्को कालो कालो देखियो कारेलुङ। सूर्योदय यानि कि सनराइज हेर्न महानुभावहरू धेरै टाढा टाढा यात्रा गर्नुहुन्छ, तर मैले चाहिँ खोटाङ जिल्ला र सोलुखुम्बु जिल्लाको देउरालीबाट यो सूर्योदय भएको भिडियो कैद गरेको छु। यहाँबाट पनि राम्रो देखिँदो रहेछ। थोरै हामी ढिलो गऱ्यौँ, छिटो गरेको भएदेखि माथि डाँडाबाट झन् राम्रो देखिन्थ्यो होला। Hello, good morning everyone. We're right now at close to Tuhure Dada. We can see also a bazaar down there, that one, with a big hospital, newly built, and you can see these hills with a sleeping cloud just above the Dudhkoshi river, and here we go. साथीहरू यति बेला चाहिँ हामी देउरालीबाट निस्केर माथि टपमा निस्किसकेका छौँ र यहाँबाट चाहिँ हिमालयहरूको श्रृङ्खला चाहिँ एकदमै राम्रो देखिरहेको छ। तर हाम्रो गन्तव्य चाहिँ यहाँ नभएर टुहुरे डाँडा हो र टुहुरे डाँडाबाट चाहिँ म तपाईँहरूलाई हिमालयहरूको श्रृङ्खला र त्यहाँबाट देखिने विभिन्न हिमालहरूको नाम पनि तपाईँहरूलाई बताउने छु। कस्तो लाग्छ हेर्दै जानुहोस् है त। यस्तै जङ्गल छेउमा मैले कसम खाएको। के भयो? आयो बस्न। हेलो हेलो। ल अब चाहिँ हाम्रो गन्तव्यको अन्तिम बिन्दु लगभग हामी पुगिसकेका छौँ होइन। टाढा डाँडा भन्ने ठाउँमा चाहिँ आइसकेको छ। यो टाढा डाँडा चाहिँ पछि राखेको नाम होला, पहिलेको चाहिँ के होला नि आन्सर? कुखुरे टुहुरे। ल हजुर दिग्दी ए ल दिप्दी भन्ने गाउँ छ। त्यो दिप्दीको सिरान भएकोले दिप्दी डाँडा पनि भन्दो रहेछ। अर्को यसलाई चाहिँ टुहुरे डाँडा पनि भन्दो रहेछ। अनि हामी चाहिँ यो अन्तिम गन्तव्य जहाँ हाम्रो डेस्टिनेसन त्यहाँ पुगिसकेका छौँ। चाहिँ हामी ऐसोलो खर्क गाउँपालिका र सोलुखुम्बु गाउँपालिकाको बीच सिमाना
यो चाहिँ हामी टुरे डाँडामा छौँ र यो डाँडाबाट चाहिँ जुन देखाइरहेको छु मैले यो हिमाल, यो हिमालको दूरी चाहिँ हवाई दूरीमा चाहिँ नाप्दाखेरि चाहिँ तपाईँको 56 किलोमिटर टाढा रहेछ। र यो जुन देखिरहेको दृश्य छ, जुन हिमाल मैले देखाइरहेको छु, यो चाहिँ चुकिमागो भन्ने रहेछ। यसको हाइट चाहिँ 6256 मिटर रहेछ। त्यसै गरी यो सँगै यता आइसके पछाडि यो नुम्बुर हिमाल, यो नुम्बुर हिमालको चाहिँ हाइट रहेको छ 6959 र यो चाहिँ हालै नेपाल सरकारले 1 वर्ष अगाडिबाट चाहिँ त्यहाँ चाहिँ आरोहण गर्नको लागि मान्यता दिएको छ। योभन्दा अगाडि चाहिँ त्यहाँ चाहिँ आरोहण गर्न दिइएको थिएन। त्यसमा चाहिँ यसपालि 4 जनाले चाहिँ पर्यटकहरूले चाहिँ त्यहाँ चाहिँ चुचुरोमा पाइला टेक्न सफल भइसक्नु भएको छ, यो 2082 को डाटा अनुसार। र त्यसै गरी यो सँगै जोडिएको हिमालको नाम रहेको छ कारेलुङ हैन, त्यो पनि 6000 रेन्जकै हिमाल हो। हजुर। र त्यसै गरी यता सँगै आइसके पछाडि यो बीचतिरको हिमालको देखिनु भएको त्यो सेतो रेन्ज चाहिँ कोङदिरे हिमाल हो, त्यो पनि 6000 भन्दा माथिको रेन्जको हो। त्यसपछि अझै दाहिनेतिर आउनु भयो भने चौआउली भन्ने छ, त्यो चाहिँ 7000 रेन्जको हिमाल हो। त्यसपछि अझै दाहिनेतिर जानु भने थुप्रै हिमालका श्रृङ्खलाहरू छन्। त्यस पछाडि धेरैले चिनेको र एकदम आकर्षक हिमालको रूपमा देखिने चाहिँ पुमोरी हिमाल। यो चुचुरो होइन त? पुमोरी हिमाल। यो पुमोरी हिमाल चाहिँ अब वास्तविक रूपमा भन्नुपर्दाखेरि चाहिँ केमा प्रख्यात छ भन्दाखेरि ब्याङ्किङ सेक्टरको सम्पूर्ण व्यक्तित्वहरूले चाहिँ यो पुमोरीसँग फेमिलियर हुनुहुन्छ। यो पुमोरी भन्ने चाहिँ एउटा कोर ब्याङ्किङ सिस्टम छ। त्यो सिस्टम चाहिँ यो नामकै हिमालकै नामबाट चाहिँ बनाइएको हो। यो चाहिँ जुन चाहिँ पुमोरी भन्छौँ हामी, यो पुमोरी चाहिँ त्यही यो हिमालको नामबाट बनाइएको छ। यसको हाइट चाहिँ कति रहेछ अनुसार? 6367 मिटर छ। त्यसलाई मलाई लाग्छ अर्को भाषामा कुसुम कङ्गारू पनि भन्छन्। र त्यो हामीले देखाएको पुमोरी हिमालको दायाँ साइड अलिक अझै उत्तरतिर चाहिँ माउन्ट एभरेस्ट छ, जुन चाहिँ यहाँदेखि देखिन्छ जस्तो मलाई लाग्दैन। त्यस पछाडि हामी अझै दाहिनेतिर जानुभयो भने त्यो सेतो ठुलो अलिक लामो बसेको चाहिँ मेरापिक हो, त्यो पनि 6000 भन्दा माथिको रेन्ज हो। त्यो चाहिँ अघि पनि हामीले भनिसक्यौँ, त्यो चाहिँ अलरेडी क्लाइम्बिङको लागि ओपन छ र सालन्नी धेरै मान्छेहरू त्यहाँ क्लाइम्ब गरिरहेछन्। र त्यसको त्यो मेरापिकको तलपट्टि चाहिँ सोलुखुम्बुमा अवस्थित 5 पोखरी पनि छ, जुन चाहिँ सोताङ गुदेल हुँदै जान्छ। र सबभन्दा पल्लो छेउ दाहिनेपट्टि देखिएको त्यो सेतो हिमाल छ, त्यसलाई चामलाङ भन्छ। त्यो पनि 7000 भन्दा माथिको हाइटको हिमालको रेन्ज हो। ल है त, हाम्रो मेन आजको उद्देश्य भनेको नै यो हिमाल हेर्ने थियो र सूर्योदय हेर्ने थियो। सूर्योदय उदाउने समयभन्दा चाहिँ हामी थोरै ढिलो भयौँ र बाटोमा नै त्यो चाहिँ उदाउन थालेको कारणले मैले थोरै भिडियो चाहिँ बनाएको छु, तर खासै राम्रो भएको छैन। र यो विशेष गरी यो हिम श्रृङ्खलाहरू चाहिँ हामीले अवलोकन गर्न मजाले पाएका छौँ। आज टुवालो पनि लागेको छैन। भर्खरै यो ठाउँबाट चाहिँ थोरै के अरे बादलहरू निस्किन थालेको छ। हामी त्यही बादलहरू निस्किन्छ भनेर नै बिहानी पखमा नै चाँडो गरेर ऐसलो खर्क बजारबाट चाहिँ बिहानको 5:30 बजी हिँडेका थियौँ र हामी देउरालीसम्म हामीले बाइक यात्रा गऱ्यौँ। र त्यो पछाडि चाहिँ हामी यो चाहिँ टुरे डाँडासम्म अथवा यो टावर डाँडा, यो ठाउँमा चाहिँ पहिले दण्डकालमा चाहिँ आर्मीहरूको पनि ब्यारेक रहेछ, यो ठाउँमा चाहिँ हामी हिँड्दै आएको थियौँ। लगभग त्यो देउराली डाँडाबाट चाहिँ यो ठाउँ आउनको लागि हिँडेर 15 मिनट जस्तो लाग्ने रहेछ। यहाँबाट देख्दो रहेछ नि त, बवाल आयो त भिडियो त। ए जुम गरेर तपाईँको दामी हुन्छ नि, सिङ्गल हाल्ने नि हाम्रो। चिल्हो कि बेसारा आकाशैमा, चिल्हो कि बेसारा दिन माया लाइदिउ न के छ। बग्यो सुनको सिनदी बालुवा बगरमा, सलल बग्छ सुनको सिनदी बालुवा किनारमा, बाचुन्जेलसम्म हाँस खेल गर मरे त खोला जङ्गलमा। त्यस्तो खरा गरौँ भने त म त फेरि। कस्तो भयो त यात्रा?
मजा आयो एकदम रमाइलो सर झकास बवाल भयो उकाली ज्यानको आला ठिक छ यो आकाशैमा चिल हो कि बेसारा आकाशैमा चिल हो कि बेसारा दुई दिन माया लगाइदेऊ न के छ र। धन्यवाद। सम्बन्धित व्यक्तिले हेरेर यो चाहिँ छिटो लगाइहाल्नुहोस् माया गाई हिँड्नेको हो आज त यहाँ भोलि त का हो आदरणीय महानुभावहरू हामीले हाम्रो यात्रालाई ऐसलु खर्क गाउँपालिकाबाट यो खोटाङ जिल्ला र अब सोलुखुम्बु जिल्लाको सिमाना देउराली हुँदै हामीले चाहिँ यहाँ माथिको टावर डाँडा टुरे डाँडासम्म हामी पुग्यौँ र यात्रा साह्रै अविस्मरणीय भयो। यात्रामा हामीले विभिन्न किसिमको चाहिँ हिम श्रृङ्खलाहरूको दृश्यहरू अवलोकन गर्न पायौँ। साह्रै मौसमले पनि साथ दियो हामीलाई। हामीले धेरै भिडियोहरू फोटोहरू कैद गर्ने मौका मिल्यो र यो अवसर प्रदान गर्नुहुने हाम्रो सालपा विकास ब्याङ्क ऐसलु खर्क शाखाको प्रबन्धक आनन्द राईलाई म विशेष धन्यवाद दिन चाहन्छु र सम्पूर्ण इन्टायर टिमलाई। उहाँहरूले पनि हामीलाई यहाँसम्म ल्याउनको लागि हामीसँगै हिँड्नको लागि मद्दत गर्नुभयो। त्यसको लागि चाहिँ म आभारी व्यक्त गर्न चाहन्छु। र कस्तो लाग्छ भिडियो तपाईँहरूले कृपया लाइक कमेन्ट सेयर गरिदिनु हुन नबिर्सिनु होला। धन्यवाद।